बिना तेलको पनि मिठो तरकारी हुन्छ त भन्नुहुनेहरूको लागि आउनुस् बिना तेलको तरकारी बनाऊ। सुरुमा माटी कराइली त्यसमा तातो पानी राख्दै कडी पत्ता राखी आफूसँग भएको सम्पूर्ण दाना मसलाहरू राखिदिनुहोस् र त्यसमा थोरै हरियो खुर्सानी या रातो खुर्सानी राखी एकछिनको लागि पाक्न छोडिदिनुहोस्। त्यसपछि 2 मिनेटमा हजुरले त्यसमा प्याज राखिदिनुहोस् र प्याजलाई एकैछिन पानीमै भुटिन दिनुहोस्। यो तरिका नौलो देखिए पनि यसको स्वाद भने तेल हाले बराबरकै हुन्छ। प्याज पानीमा पाकिसकेपछि त्यसमा आफूलाई चाहिने जति तरकारी राखी मजाले चलाएर त्यसलाई 5 मिनेटको लागि ढाकिदिनुहोस्। आफूलाई बिचमा डढे जस्तो महसुस भछ भने थोरै थोरै पानीहरू मिसाइदिई राखेर पछि त्यसमा टमाटर राखिदिनुहोस् र बेसार सिधे नुन अनि गार्लिक र जिन्जर पेस्ट राख्दै त्यसलाई मजाले चलाएर ढाकिदिन छोडिदिनुहोस्। घरमै भुटेको जिरा धनियाँको पाउडर राखी यसलाई मजाले चलाइदिनुहोस् र 5 मिनेट ढाकेर यसलाई चाहिँ खानको लागि रेडी भइसकेको छ। थ्याङ्क यू फर वाचिङ।